खुजरा थापाले सधैँभरि केटीहरूलाई मात्र लिएर आउने गायिका बनाउन केटीहरू मात्रै पाइन्छन् कि केटाहरू छैनन् कि क्या हो हाम्रो देश नेपालमा भनेर सधैँभरि वाद विवाद गरिरहने साथीहरूका लागि यो भिडियो लिएर आएका छौँ। आज घर जल्लीका विनोद भाइको मिठो गाउँले अर्गानिक स्वर तपाईँहरूका सामु लिएर आइसकेका छौँ। साथीहरू तपाईँहरूलाई कस्तो लाग्छ त भिडियो अन्तसम्म हेर्नुहोला। यो प्रतिभा मनपर्छ भने तपाईँलाई भिडियोलाई सेयर पनि गर्नुहोला है त। आउनुहोस् धेरै नबोलेर यस भिडियोको सुरुवात गरौँ, त्यसपछि अन्तमा हामी अन्य कुरा त गर्ने नै छौँ। तिम्रो घर कहाँ छ? मेरो घर छैन, आगो लागेर घर जल्यो, अर्का घरमा बसेको छ। म यति बेला विनोद भाइको जलेको घरमा आएको छु। घर जलेका विनोद भाइ निकै नै मिठो गीत गाउँछन्। सम्झ्यौ तिमीले सारा अन्जानमा रुवाको, बिर्स्यौ होला घाँस काटी खुवाको, चौतारीलाई सारा पिपलो छाया भो, मलाई सधैँ अधुरो माया भो, मलाई सधैँ अधुरो माया भो। परदेश गइयो, घर हाल्ने भनेर बिरामी भएर आइयो, कसैले साथ दिँदैन, के गर्न सकिँदैन। अनि घरमा अहिले को हुनुहुन्छ? आमा भाइ बस्छन्। बुवा कहाँ हुनुहुन्छ? बुवा इन्डिया काम गर्न जानुभएको छ, गडडालतिर। उहाँ गिट्टी कुट्ने काम गर्नुहुन्छ। गिट्टी फोड्ने काम गर्नुहुन्छ? हजुर। वही बस्ने अब अप्ठ्यारो छ काम। म पनि गएको थिएँ, बिरामी भएर आएँ, त्यही भएर फेरि यस्तै भयो। गाउँघरतिर फेरि आगो लाग्ने बेलामा फेरि आगो आउन सक्छ। यही जङ्गलमै हो घर? यही जङ्गलमा पर्छ कि अर्को जङ्गल? हजुर, अर्को जङ्गलमा पर्छ। गाई चराउन आगो यतातिर। ए, मलाई त्यहाँ लिएर जान्छ? हजुर, जान्छ। ल जाऊँ है। हुन्छ। यी हुन् विनोद महतरा। 3 वर्ष अघि वनमा लागेको डढेलो घरमा पस्यो अनि घर खरानी भयो। 3 वर्षदेखि नै छिमेकीको घरमा शरण लिएर बस्दै आइरहेको छ विनोदको परिवार। आज म यिनै विनोद भाइलाई भेट्नका लागि पश्चिम दाङको बबई गाउँपालिका 5 जौबारी भन्ने ठाउँमा आएको छु। विनोद भाइको स्वर मिठो छ, अर्ग्यानिक छ। वन जङ्गलमा घाँस दाउरा गर्दा गर्दै गाई भैँसी चराउँदै विनोदले गीत गुनगुनाउन सिकेका रहेछन्। विनोदले मलाई डढेलो लागेर खरानी भएको आफ्नो घरसम्म। साथीहरू तपाईँहरूलाई यो प्रतिभा कस्तो लाग्यो? यो प्रतिभा मनपर्छ भने यस भाइलाई सबैले सहयोग गर्नुहोला, एउटा सेयर गरेर, र कमेन्ट बक्समा राम्रो प्रतिक्रिया पनि लेखिदिनुहोला। हवस् त, धन्यवाद।